हेलो गाइस, तपाईहरुलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, पुरानो हुनुहुन्छ भने बेल आइकनलाई एकचोटी अलमा राखिदिएर हेरिदिनु होला। अब आउँछ अब थुकुरी ब्लगको डेली ब्लगहरु। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह से। पहिले हेरेर साथ दिनु होला भन्न चाहन्छु है म। आज चाहिँ हाम्रो त स्थानीय कलाकारलाई देख्न सक्नुहुनेछ। हजुर है डानीबाट चनलाई ओके ब्रो। ल अब हामी चाहिँ आज चाहिँ बाख्रा नाम के कस्तो हुन्छ हैन देखाउँछु। ओ नौतुनाको रेलमा चढी कैसा लगा मेरा मजाक? जाउली अर्को वर्ष गोरले छोरो पाउली हेरौ क्या रे माया छ र कि हेरौ छ र कि भाइरल हो भाइरल। दिपिन त उदा त आएर दाइ हजुरको म बिग फ्यान है, बिग फ्यान भन्न ल गाइजहरु आज चाहिँ म बाख्रा नाच्छु हैन चा ओहो दाइ म त हजुरको बिग फ्यान यार। ओरा भाइ ल ल ल ठीक छ ल यो त ब्लगमा देखिनु पर्छ है मेरो। ओइ गाइ म त यार दाइको लास्टै बिग फ्यान हैन गाइजहरु। भिडियो चाहिँ डेली हेरिन्छ हैन। कैसा लगा मेरा मजाक? सब्स्क्राइबर भाइ चाहिँ भेटिएको छ नि त है गाइजहरु। तपाईको A few minutes later. ल है साथीहरु, हाम्रो गाउँबाट चाहिँ खतरा भ्यू देखिन्छ, देख्न सक्नुहुन्छ है। हाम्रो गिराम चाहिँ यता है। ओए काम पाइएन डिग्री पास गरेर। यो चाहिँ हावा खाने ठाउँ। लकुरीको बोट साइरी भन्दैन यार दिपिन, जोरदार साथी भनेको चाहिँ सुख दुखमा साथ दिनु हुनुपर्छ कि दिपिन। ओइला दुःख भयो नि त बाहिर बोक्न, दिपिनले साथ दिए यार खतरा। नाचिलाउँदै म त हिमालयमा छु, घरी अन्तर्राष्ट्रिय विमानमा छु। घेर मेरो फोन आएन र। हेलो मलाई मेसेज गराउनु छु बाना सुन्ने मार्यो के बोल्छ लाए गाइजहरु। आजको भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला है। हाम्रो रोयल धारहर्काको ग्राउन्डलाई देख्न सक्छौँ हामी। यतिखेर रोयल धारहर्काको ग्राउन्डमा प्रवेश गरिरहेका छौँ। के गर्ने भाइ गाइस, आजको ब्लग चाहिँ यति नै। लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्दिनु होला। भयो कहाँ बोलाएको यार भयो दाजु भएको त 1-2 नम्बर घटेन केही हुन्न के तहरू चाहिँ नम्बरको लागि लड्छ यार। के हो के तहरू एमा मैले भर्खर बनाएको अघि बनाएँ थिएँ के होइन के त्यस्तो गर्दा तैँले फोनमा बोल्दै थिइस् के। फेरि भोलि पनि यो ब्लग आउनेछ ठकुरी ब्लगमा। सबैले च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्दिनु होला। नेक्स्ट ब्लगमा भेटौँ ल। ओके।